आमा लु आउनु त पापाले बोक्नु अब यहाँनिर चाहिँ मेरो पापा ससुरा यहाँ मेरो भाइ सुन्दा हेलो आज चाहिँ इभिनिङ टाइममा चाहिँ म भर्खर नाम्चीबाट ड्युटीबाट आइपुगेको नाम्चीको भ्यू चाहिँ दामी देख्दैछ आज चाहिँ यस्तो दामी देख्दैछ मेरो घरबाट अहिले चाहिँ 6 बज्यो हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल वान सेकेन्ड र आज चाहिँ फर्स्ट अफ अल ह्याप्पी फादर्स डे सन्डे हो आज होइन फादर्स डे हो र म चाहिँ घरबाट आएको छु घरमा आइपुगेको छु ड्युटीबाट चाहिँ र आज चाहिँ सानो हामीले फादर्स डेको लागि गेट टुगेदर गर्नु भनेर चाहिँ हामी यहाँ प्रिपेयर गरिरहेको छु यहाँ मेरो आमाले चाहिँ अघिदेखि मिटहरू रेडी गरेछ होइन यहाँ चिकन बसाइसकेको छ काटकुटाएर पनि यहाँ चाहिँ बिफ यो बिफ बनिन्छ होइन प्याजहरू काट्छ के बनाउने चिकनको लागि बिफको लागि यहाँ हामीले चाहिँ आज अचानक होइन गेट टुगेदरको लागि म चाहिँ भर्खर नगएर निस्केको आफ्नै छु र अचानक हामी सल्लाह भयो होइन फादर्स डेको चाहिँ अब सानो अब गेट टुगेदरै गर्ने होइन अचानक सल्लाह भयो होइन डेमा चाहिँ हामी चर्चमा मनायो नि त तिमीहरूले होइन अन्त अहिले चाहिँ हाम्रो पापा मेरो ससुरा पापा आउनु भइसकेको छ र मैले यहाँनिर केक लिएको छु अन्त यो नानीहरू चाहिँ फेरि रामेन पनि खाने अरे हो रामेन मुखबाङ पनि गर्ने अरे अनि केक पनि ल्याएछु हेर्दै गर्नुहोस् र अहिले अब के हुन्छ त्यो तपाईँहरूलाई फेरि यहाँ चाहिँ अन्डा हो अचारको लागि टमाटर यहाँ बिफ बनिँदैछ यो चाहिँ रामेन खानेहरूको रामेन चाहिँ बिफ ग्रेभी बनिँदैछ यहाँ डल्ले छ चिकन बनिसकेको छ यहाँ बीको चटनी पनि बनिन्छ अच्छा सब्जी पनि मुखमा थुकायो खुसी खुसी मना खुसी खुसी मना खुसी खुसी मना 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 प्रभु यीशु ख्रीष्टको जय मना मना प्रभु यीशु ख्रीष्टको जय मेरो लागि पापाले बोक्नु अब यहाँनिर चाहिँ मेरो पापा ससुरा यहाँ मेरो भाइ सुन्दा हाम्रो बाबाको ल ह्याप्पी फादर्स डे फादर्स डे खुवाइदियो तिमीले नै खुवाइदियो अब आज यहीँ डल्लै डल्लै खानु ल बिजय खुवाइदेऊ न यसो बाबाहरूलाई यसो ओइ त्यो चाहिँ के खान्छ सानो सानो पनि चट्टम आमा त पानी खानु तातो पानी
लु फादर्स डे चाहिँ आज यस्तो चल्दैछ है हाम्रो चाहिँ बाबा र ससुरा बाबा आज सुनसान छ भाइहरूले खुवाइदिँदैछ हो फादर्स डेको उपलक्ष्यमा आज सानो विजयले बाबालाई लगाइदिए विजयले पनि लगाइदिए त्यहाँ आशिष थाप्नु उभि बस्नु पऱ्यो नि अन्त बस्नु भएन नि खदा लगाइन्छ चाहिँ बस्नु भयो हाम्रो आमा चाहिँ यता बसिरहेको छ ल लु म चाहिँ यहाँ सानो एउटा गिफ्ट लिएको छु कि सानो गिफ्ट मसिनो लिएको छु हो ठुलो त होइन अब ठुलो त लिएन म त मसिनो लिएको उयो के भन्छ केक सबैलाई आमा न लु तिनीहरूले लगाए अब पापा चाहिँलाई खाँदा मलाई लाउने किनभने पापा र देपा खाली भयो नि त हो आधी खाइसकेको बेलामा पो हेर्नु नि अहिले कति खाएर सकिसक्यो सबैले यो प्रकार त क्यामेरा हो भोकै भनेको यता रामेन पार्टी यहाँ छ कोही यता खाना छ फादर्स डेको खाना अलिक थप्नुपर्छ होला है यस्तै छ फादर्स डेमा लु हल्का फुल्का यसरी खुवाउँ यस्तै छ फादर्स डेमा सही भयो फरक फरक गर्दै खान्छ अन्त हेलो गुड मर्निङ भ्युअर्स आज चाहिँ नेक्स्ट डे बेलुका गेट टुगेदर गरेर यता काम गर्दा राम्रोसँग ब्लग बनाउनु पाएन है र आज नेक्स्ट डे म बिहानै गोठमा आइरहेको छु मेरो साथी पनि यहाँ बिहानै हिँड्छ र अब हल्का एक दुईवटा गोठमा काम गरेर यसो आज हेरचाह गर्नु यहाँ करेला पनि फल्नु थालेछ है हेर्नुहोस् त हो करेला पनि एक दुईवटा चिजहरू लाग्नु थाल्यो त्यो सिमी पनि अब फुल्नु थाल्यो सो गाइस आज बिहानदेखि यसो गोठमा घुमेन भने चाहिँ यसो दिनभरि के कमिया भएको जस्तो हुन्छ र हामी यसो बिहान बिहान गोठमा घुम्नु मजा आउँछ लु लाख्राहरू पनि कराउनु थाल्यो बिहान पनि राख्छ यस्तै छ लु अस्ति यो टमाटर अलिअलि रोपेको यो पनि फलेर अलिअलि खानु चाहिँ हुन्छ आफूलाई लु गाउँ बस्तीमा यस्तो एक दुई झ्याङ रोपिरहेको छ भने टमाटरहरू यसो खानु भइहाल्छ तर
यो बाहिर ओपन रोप्दा चाहिँ यस्तै हुन्छ, कालो लाग्छ हो। अब अर्ग्यानिकमा चाहिँ अलिअलि किरा फाटा पनि लागिहाल्छ, कालोहरू पनि लागिहाल्छ, तर पनि यसरी अलिअलि खानु चाहिँ हुन्छ है साथीभाइ हो। गर्नुपर्छ, हरेस खानु हुँदैन। किराले लागे पनि चराले खाए पनि उनीहरूको पनि खाने यही हो। हामीले गरेको छौँ भने मात्रै उनीहरूले पनि खानु पाउँछ। हामीले गरेको छैन भने उनीहरूले पनि के खान्छ र होइन। अब के गर्नु, किराले खान्छ भनेर बाँझै छोड्नु भएको छैन। फर्सीहरू पनि झ्यालिँदैछ यसरी। के गर्नु, बिहान यसो घुमघाम गइराख्नु छ बारीतिर। सो गाइस यस्तै छ गाउँ बस्तीमा, नगरे पनि नहुने, गर्दा पनि अब अलिअलि किराफाटाले खानु दिँदैन। पुकाइ गर्दै गोठमा हेरचाह अलिअलि कामसाम गरेर चाहिँ म चाहिँ लागेको। अब मेरो चाहिँ अब ड्युटी जानुपर्छ। 6:30 भयो, 7 बजी 7:30 8 बजी चाहिँ हिँड्नुपर्छ। र आजको लागि मेरो यो हिजोको पनि थियो है, हिजो फादर्स डेको पनि कम्ती थियो ब्लग, र आज पनि के हुन्छ अब गएर चिया खाएर ड्युटी जानुपर्छ। सो गाइस तपाईँहरूलाई राम्रोसँगले आजको दिन सेफ रहोस् तपाईँहरूको लागि भन्दै म पनि मेरो यो आजको यो हिजोको आधी ब्लग र आजको ब्लगलाई चाहिँ म यहीँ क्लोज गर्न चाहन्छु भन्दै अब गुड डे, बाई बाई।